Hey guys, good morning. Welcome to my new vlog. म चाहिँ अहिले भर्खरै उठेर बाहिर आएको होइन। आज चाहिँ फेरि हिउँ परेछ। राति पानी परिरहेको थियो। यस्तो बवाल मौसम। हेर है, यो डाँडा होइन हिउँ परेको माथि यहाँदेखि पुरै यहाँसम्म पुरै हिउँ परे आयो। हाम्रो गाउँमा पर्दैन माथितिर। अनि राति वर्षा आएको हल्का क्लिप देखाउँछ है। यो चाहिँ फुलहरू अब चाहिँ थोरै क्लिप भयो। राति कस्तो वर्षा आएको थियो। सो गाइज राति चाहिँ पानी परिरहेको थियो, त्यही भएर करेन्ट पनि गएको थियो। अलि भिडियो बनाउन पाएन, त्यसै बनाएको थियो होइन, आवाज सुनाउनलाई। अहिले चाहिँ चिया आइसक्यो, बाबरसँग खान्छु म भने होइन। मौसम चाहिँ कुछ यस तरिकामा नाम्छु नै हुँदैन त यस तरिकामा होइन। अहिले चाहिँ यस्तो मौसम छ। चिया खान्छु नि, हेरौँ के हुन्छ। खाना खाएर आज स्कुल छ, आज म जान्न। आज लास्ट चिसो भयो होइन। खानु पनि माथिबाट लाग्दैछ कि होइन। माथिबाट बिस्तारो आउँछ, हेर्नु बादल बिस्तारो बिस्तारो हाल्दैछ। अब चिया खाउँ। सो गाइस चाय खाइसके। दुःख कस्तो चमकबाट फेरि बाल्नु लागिसक्यो कि अहिले चाहिँ होइन। हेर्नु हाम्रो गाउँमा मात्र पर्दैन यार, अरू भाइ साब चारैतिर हिउँ डाँडा काँडा यता सब ठाउँमा छ कि। उता हेर यता त छैन। सो गाइज म पानी भर्न जाँदैछु अनि यहाँबाट भ्यू यस्तो दामी। ओ माई गड, क्यामेरा राम्रो छ नि गाइज मेरो क्यामेरा। न त यस्तो क्वालिटी आउँथ्यो। उता हो होइन पानी भर्ने चाहिँ। यस्तो चिसोमा पनि म पानी भर्न जान्छु। देख्यौ माथि पनि हिउँ त परेको होला, तर जानै छैन त केला हो। मस्त भ्यू छ यार। र पानी भरेपछि मिल्छु है। सो गाइज यस्तो चिसो हो आम्मामा। मैले चाहिँ 2 बोतल पानी भरेर ल्याइसकेँ। यता मौसम हेर न गाइज, वहाँ पनि बरफ छ, यता पनि बरफ छ, यता पनि बरफ छ, यता पनि बरफ छ। यो डाँडो भन्दा पारि सब ठाउँमा बरफ छ, यहाँ मात्र छैन होइन। मौसम त यस्तो छ। ताकि पानी घर लिएर जाउँ होइन। सूर्य देख्ने हो कहाँ छ सूर्य सूर्य यहीँ छ। पुरै बादलले निल दिएको छ क्या उसलाई। सो गाइज भात चाहिँ आइसक्यो भन। चटनी खुर्सानी दाल भात। सो गाइस खाना पीना मस्त हो चुका है। आप लोगों को एक चीज दिखाना चाहता हूँ, जो है मेरा AK-47। एक पंच नेपालगंज। तो गाइस म चाहिँ एक्लै भने यस्तो
यस्तो जाडोमा घुम्न जाँदैछु माथि होइन मन्दिरमा त्यहाँ पार्क पनि बनाएको छ होइन त्यही भएर यसो हजुरहरूले देखाउँ भनेर जाँदैछु अनि भन्दाखेरि यहाँको भ्यू हेर न क्यामेरा क्वालिटी राम्रो छैन कि होइन क्यामेरा भन्दा रियलमा यस्तो बवाल देखिरहेको तर अकेला चल्ने की आदत हो गई है भन्ने जस्तो कि म चाहिँ एक्लै जाँदैछु पानीको फिकाहरू पनि आइरहेछ होइन चिसो त यस्तो बल छ हावा पनि यस्तो चलिरहेछ होइन माले अहिले चाहिँ आज चाहिँ म स्कुल गएन किनभने मेरा दोस्त भी सुन नहीं गया ना इसलिए भाइचारा अन टप होइन अब चाहिँ हेरौँ चिसो त यस्तो बल भइरहेको यो क्यामेरा पनि समाउने भिडियो पनि बनाउन सकेको छैन कि यस्तो चिसो छ हातमा यस्तो चिसो लागिरहेको होइन म चाहिँ मन्दिर चाहिँ माथि हो होइन बाटो यहाँबाट होइन जान्छु है मन्दिर जाने बाटो यही हो है हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ यहाँबाट हेर्नु है गाइस अनि यहाँबाट अझ फेरि जानुपर्ने माथि यस्तो चिसो बाँकी होइन फाइनली गेटसम्म पुग्यो होइन लास्ट चिसो भएर यार यहाँबाट चाहिँ यस्तो देखिन्छ है तलको बाटो अब मन्दिरमा जाउँ उताको भ्यू देखाउँछु है तपाईँहरूलाई पार्क पनि छ कि पार्क सो गाइज म चाहिँ फाइनली पुगिसक्यो त्यो चाहिँ पिङ हो है हिमाली एकछिनपछि देखाउँछु तापनि यो यता हेर पार्कहरू उता सब खेल्नेवाला छ यो चाहिँ मन्दिर यहाँ चाहिँ आई लभ दुर्गा थली लेखिएको छ होइन तलतिर हेर है यताबाट चाहिँ थ्याङ्क यू फर भिजिट लेखेको छ होइन दोस्तो अनि यता पार्कहरू छ यहाँ चाहिँ चुच्चु खेल्छन् होइन दुईवटा छ एउटा सानो एउटा ठुलोवाला उता चाहिँ बस्ने र एउटा खेल्ने उताबाट छ होइन यहाँ हेर एन्जेलिक गाइज चाहिँ एन्जेलिक होइन हेर्नु न मलाई हेर न यस्तो छ पनि पुरै एउटा भेस्ट अनि भित्र एउटा अर्को भेस्ट दुइटा हेर्नु जस्तो लाग्छ क्या मैले होइन यहाँ चाहिँ योवाला छ होइन उता चाहिँ ऊ खेल्नेवाला छ यहाँ चाहिँ यस्तो छ यहाँबाट खेलिन्छ होइन यताबाट माथि जाउँ माथि कस्तो छ हेरौँ है अनि यहाँ चाहिँ जिम यताउति के गर्न मन छ भने यहाँ पनि छ होइन अब यता यो चाहिँ अर्को उता साइडको गाउँबाट आउने मान्छेहरूले बनाएको गेट हो होइन हाम्रो लागि चाहिँ उता छ त्यो साइडमा छ हाम्रो लागि उता को मान्छे हो बाख्रा चलाउँदैछ है गाई उता राम्रोसँग देखिँदैन होइन चाहिँ हाम्रो मन्दिर हेरेर माथिबाट कस्तो देखिन्छ गाई जे चाहिँ हाम्रो मन्दिर यस्तो छ अब उता पिङ उता होइन यता चाहिँ एउटा पिपलको बोट छ ठुलो भाडा छ यार पहिला सानो थियो अनि उता जाउँ है अब पिङतिर यो चाहिँ हाम्रो गाउँको पिङ होइन यत्रो छ कि उताबाट च्यात्यो भने त सिधै कहाँ जान्छ तल जान्छ सिधै तल जान्छ यहाँ कहीँ छैन रोकिन्न यो चाहिँ हाम्रो गाउँ उता पनि हिउँ परेको रहेछ कि उता होइन यताउता सब ठाउँमा छ कि हिउँ हाम्रो गाउँमा मात्र परेको छैन माथि हेर न यत्रो रहनु भएर पनि सो गाई जल त चिसो बबाल छ होइन म चाहिँ एक्लै घुम्न आएको होइन यहाँ साला मेरो साथीले बोलाएको जाडो छ म आउँदिनँ अरे यस्तो पनि साथी हुन्छ रोक्न त्यसलाई भेट्न मात्र साला एक गनले हान्दा त्यसको टाउको सौको फुटाइदिन्छु भ्यान्छ होइन गाइज यस्तो जाडो छ कि माको छ होइन झुट बोले होइन यस्तो जाडो छ होइन त्यही पनि एक्लै यहाँ छु कि कोही छैन भरोसा लाग्दैन होला हेर यहाँ चारैतिर जहाँ छ त्यहाँ छ सब ठाउँमा हेर कोही छैन कसम खाएर भन्छ कोही छैन म एक्लै छु यस्तो जाडो भइरहेको कसम होइन तर अब यो मेरो मन्दिर यो होइन माथितिर पनि ठाउँ यस्तो छ यस्तो छ म चाहिँ म जान्छु होइन घर तर मन्दिरको कलर चाहिँ गएको रहेछ है दोस्तो गएको छैन उता कलर गएको रहेछ कि उता मन्दिरको पछाडि त्यस्तो ब्युटिफुल भ्यू होइन
पुरै हात रातो रातो अझै घर जान्छु पानी पर्दैछ होइन चिसो बढ्यो यार अब यहाँ नबस्ने अब घर जाने सिधै गाइजमा चाहिँ घरमा आएछ कि होइन कस्तो भियो यी कस्तो रुच्यो होइन हेर है यी यस्तो रुच्यो यस्तो चिसो बाहिर म चाहिँ छिटो कोठाभित्र आएँ कि होइन बाहिर यस्तो जाडियो हात चलाउनु हुँदैन यस्तो सोलो चल्दैछ मेरो हात पनि अब चाहिँ 1-2 घन्टा सुत्छु अनि मिल्छु है सो गाइज रात चाहिँ परिसकेछ मैले चाहिँ स्याट्टै खानासाना खाएर सुत्न आएको होइन यो भिडियो चाहिँ यतै इन्ड गरौँ भ्लग चाहिँ यतै इन्ड गरौँ पसन्द आयो भने लाइक र सब्सक्राइब गर्न नबिर्सनु होला मिल्नेछौँ नेक्स्ट भिडियो त्यतिसम्म बाई बाई